भाइ त भाइ के हान्नु अरे दारी जाई भित्र छिराइदिन्छु नि फेरि म दाइको ग्राउन्ड सानो छ ठिक छ आउट बलमा एकदम टाइम लस नगर बल हुने बित्तिकै आफ्नो साथीहरू फ्याटो पास दिइहाल्यो होइन अनि सुरुमा टाइम वेस्ट नगर्ने मिलेकोले चान्स हानिहाल्यो ठिक छ सबजना राम्रो खेल्ने यो नछाड्ने कोही पनि होइन त मै छाडेर धेरै त्यो पनि नछाड्ने सबजना कन्ट्रोल के भन्ने 1 2 3 जय कम्पिटिसनमा हार जित भइहाल्छ नि माया प्रीतिमा त हार जित हुन्छ हो कि होइन ओ नुवाकोटे गुड मर्निङ मर्निङ भाइ निन्द्रा कस्तो भयो त अनि डे 2 हाम्रो मामाहरू आएर खाजा खाँदै हुनुहुँदो रहेछ गुड मर्निङ गुड मर्निङ सबैलाई मामा खाएको अघि खाएको ल डे 2 अब आज चाहिँ हाम्रो फुटबल म्याच म चाहिँ ड्रिङ टीको लागि हल्का पानी भर्न आएको को उताको रोशन राई को हो साथी को रोशन राई मलाई दुई खेला ल गाइज अब चाहिँ चिया चट्टा लगाएर ग्रिन टी खाएर अनि हामी चाहिँ फुटबल खेल्न जान्छौँ फुटबल ग्राउन्ड सुरुमा के कस्तो हुन्छ म तपाईँहरूलाई देखाइहाल्छु यस्तै छ यताको चाहिँ सिनहरू यो हामी बसेको होस्टेल 21 जनालाई यहाँ होस्टेल 21 जनालाई क्या ठुलो रहेछ बेड चाहिँ त्यो डाउन बेड भएर चाहिँ अलिक धेरै मान्छे आँट्यो द्याट्स भेरी नाइस यस्तो खेलाडीवाला भाइ साह्रो खेल्न नआयो पनि मजाले ल यस्तै छ म तपाईँहरूलाई अब हिँड्ने भागमा देखाउँछु ग्राउन्ड पुगेर के कस्तो हुन्छ आमा हिरो के छ हौ मेरो हिरो दाइ एउटा मात्र अनि कहाँ केटाहरू ल चाहियो नि डाइट त नुवाकटे गुड मर्निङ निन्द्रा कस्तो भयो दाइ राम्रो मेरो भाइ यस्तो भयो ल अब चट्टा लगाएर ग्रिन टी खाने अनि जाने हामी दिस इज आवर ग्रिन टी अब जर्सी सर्सी प्याक गरेर हाल्ने हो जर्सी पनि रेडी भइरहेको छ यो चाहिँ हाम्रो हिमालयन एफसी है त जर्सी चट्टालाई प्याक गरेर हालेर अनि सुट्स मेरो यहाँ छ ल अब प्याक गर्ने अनि जाने आमा मेरो दाइ धागा टोपी लगाएर लु आज किसिमै सपोर्ट हान्ने होला नि दाइ है दाइलाई पनि गुड मर्निङ लासो फ्यापुला टासी डाल्ले मेरो भ्युअर्सहरू सबैलाई फ्यापुला है ल है फलो के अरे एकदम धेरै सपोर्ट गरौँ यो भ्लग हैन त कान्छाको भ्लग हैन अनि हो नि दाइ युट्युबमा किसिमै आउँछ है हाम्रो दाइ चाहिँ बाइ द वे हाम्रो दाइ चाहिँ हाम्रो टिमको कोच हो ल म चाहिँ अब अलिअलि खोइ नेपालको झन्डा देखाउँ त दाइ खोइ यहाँ पनि छ कसले जित्छ यतिको चाहिँ हुनु पऱ्यो ल कन्फिडेन्ट ल अब सिधै ट्याक्सीमा भेटौँ ल अब चाहिँ हामी निस्केको किसिमै घाम लागिरहेको रहेछ बाहिर अति दामी क्या यति भएपछि खेल्न त्यस्तो गाह्रो पनि हुँदैन हाम्रो साथीहरू सब तल रेडी भएर तम तयारमा बसिरहेको छन् पानी सानी पिउँदै साथी तिम्रो इन्ट्रोडक्सन देऊ न म चाहिँ प्रितम तामाङ हो है मेरो घर चाहिँ पोखरा हो म चाहिँ अहिले पोल्यान्डमा काम गरिरहेको छु है अहिले चाहिँ अब हामी बल खेल्न जाने हो त्यही हो अनि आज के कस्तो गेम जाला के जस्तो लागिरहेछ आज म अहिले चाहिँ अलिकति ढुकढुक छ ढुकढुक छ के हुन्छ अब कति गोल हाल्छु जस्तो लाग्दैछ ह्याट्रिक सुरुमा चाहिँ साथीको ह्याट्रिक कन्फर्म मैले नै
रमेश दाई आज गोल छिर्ला त पोस्टतिर म भएपछि गोल पोस्टमा हाम्रो पोस्टमा बलै आउँदैन ग्यारेन्टी भयो ग्रेड 1 हैन चाइना ग्रेट वाला छैन साथी कस्तो जाला त आज आज त फेरि आगो हो नि आगो बालिन्छ है ल ठिक छ आज हामी सबैजनाले आगै बाल्नु अब जाउँ है धेरै धेरै कुराकानी भयो अब जाउँ ए ल म्यानेजर साहब यस्तो हुनुपर्छ क्या हाम्रो चाहिँ सुरुमा फर्स्ट गेम हाम्रो छ होइन अरू मान्छेले चाहिँ ल्याएर हाम्रो गेम हेरेर सिकाउनु क्या त्यही कुरा हाम्रो गेमबाट सिक्नुपर्छ ल कुराहरू सुन्यो होला अब राम्रै गर्नुपर्छ ल जय हिमालय एफसी किसिमै चिसो भयो त हौ बाहिर त यार के हेरेको दाइ नुहाकोटे ल उबर बुक गरौँ भने जानुपर्छ के हेर्दा भाइ त भाइ के हान्नु अरे दारी सारी भित्र छिराइदिन्छु नि फेरि म दाइको ल साथी जाँदै गर है बाई बाई केटाहरूलाई चाड हटु भाइ के भएको त यो नाकमा तपाईँको यो अस्ति नै तिमीले क्या त मैले के गरेँ सपिङ गर्ने नाम अनि कहाँ मैले हो र बेडले हानेको थ्याट त्यो त आफैले तपाईँले त्यो डक्टर गर्दाखेरि लागेको होइन तिमीले हो थ्याट मलाई लगायो यार यो दाइले त्यो नाक भचाइदियो मैले भन्दैछ यार दाइ हेर्नु न मैले नाक भचाइदियो अरे यो दाइको पस्काइदिएको होइन के भाइ अर्को पनि उबर आयो 4 जनाको 1 2 3 4 ल ल भयो अफकोर्स नि दाइ धन्यवाद लेट्स गो तान्नु त पछाडि कसरी तान्यो कस्तो यतिकै जाउ सर र अब ग्राउन्डतिर लाग्यो दृश्य हेर्न सकिन्छ एकदमै ब्युटिफुल छ दाइहरू पछाडि आनन्द लिइराख्नु भएको छ यता पनि ल हाम्रो फुटबल ग्राउन्ड चाहिँ यो रहेछ कतिवटा धेरै पो रहेछ एउटा दुईवटा चारवटा कतिवटा ग्राउन्ड छ आइपुग्यौँ अब भित्र जाने हो यो टनल जस्तो रहेछ भनेपछि भित्र त त्यस्तो जाडो चाहिँ हुन्छ जस्तो चाहिँ लागेन मलाई ठिकै छ यो अर्को टिमहरू पनि आएको रहेछन् अर्को टिम जस्तो छ ठिक छ कुन टिम हो दाइहरू ल दाइहरूलाई पनि अल द बेस्ट सबैलाई अल द बेस्ट खेल्नुपर्छ राम्ररी ल अब भित्रको ग्राउन्ड कस्तो छ हामी हेर्छौँ हामी अब भित्र छिर्छौँ किसिमै रहेछ साथी छिर न त ल उही ल उही अब तातो भयो नि त ल लेट्स गो इनसाइड आम्मो किसिमै रहेछ त एउटा ग्राउन्ड दुईवटा ग्राउन्ड यही नि दुईवटा ग्राउन्ड यतिको त चल्छ यार साथी ग्राउन्ड कस्तो लाग्यो ठिकै रहेछ ठिक रह्यो होइन जाडोमा यत्तिकोमा त चल्छ यत्तिको खेल्न पनि ठिक छ यार यो गाइज यो ग्राउन्ड चाहिँ होइन राम्रो राम्रो रहेछ एउटै ठाउँमा दुईजना खेल्न मिल्ने रहेछ क्या तर बल चाहिँ फेरि छिर्ने रहेछ क्या प्रब्लम चाहिँ त्यो रहेछ क्या भाइ गोल चाहिँ फेरि छिर्ने रहेछ क्या यो नेटदेखि माथिदेखि हाल्यो भने होइन दाइ कस्तो लाग्यो ग्राउन्ड अब यतिको चल्छ ग्राउन्ड भनेको अलिकति फिल्ड जस्तो हुँदैन यो होइन यो फुटबल त्यो त हो यार ठिकै छ यसमा दुःख सुख हामी पनि केही म्यानेज गरेरै खेल्नुपर्छ हस् त ल यो हस् ल है जाँदैछ यहाँनिर ल घुम्दा जाऊ दाइहरूको किसिमै टिकटक जाँदैछ यहाँ ल नाप्नु न अपलोड गर्ने हो नि साथी लु हल्दिनु चाहिँ जान्नु पऱ्यो फेरि साथी तिम्रो स्किल्स देखाउ त हल्का है खै त हौ भाइ ल तिमी स्किल्स देखाऊ भाइ
म त के देखाउने यार छैन हौ स्किल चाहिँ ल अब हाम्रो 1 घन्टा जस्तो म्याच स्टार्ट हुन्छ अनि त्यतिखेर हल्का अपडेट म देखाउँदै गर्छु तपाईँहरूलाई है त बल हान्न गइरहेको छन् अब हेरौँ कस्तो हान्छन् यिनको एट्याक हेरौँ आज वार्म अपको लागि तयारी हुँदैछ ल ल हल्का हल्का देखाउ न स्किल देखाइदेऊ न हल्का के हो र पुरै देखाउनु पर्यो नि ओए लभली यत्तिकै हुन पर्यो है अहिले खेल्दा पनि अहिले अहिले मात्र होइन अहिले गेममा नि हान्न पर्छ अब हान्नु भने चाहिँ झुकेर होइन साथी छोडेर ओए यो त लभली हो यार ल हामीले चाहिँ यसो 2-4 सर्ट हानेर अब चाहिँ जाँदैछौँ 4 नम्बर ल छियो छियो केटा यही हो चेन्जिङ रुम अब यस्तै हो सुख दुःख 10:30 मा गेम 12 बजे गेम एकदमै बबालै धेरै मान्छे आइरहेको छन् यहाँनिर प्लेयरहरू अफ्रिकनहरू पनि आएको छ त अनि यिनीहरू त खेल्न मिल्दैन त होइन र एट द सेम टाइम कप चाहिँ रहेछ ल हल्का प्र्याक्टिस चल्दैछ वार्म अप केटाहरूको सुटिङ भेटेन क्रिसमसको अवसरमा म सबैलाई शुभकामना दिन चाहना सघाउँछु धन्यवाद खेल सञ्चालन हुन लागेको छ अब चाहिँ हाम्रो खेल सुरु हुन्छ अब चाहिँ 10 मिनटमा हाम्रो खेल सुरु हुन्छ भर्खर हाम्रो नेसनल एन्थेम पनि सक्यो अब चाहिँ खेलाडीहरू मैदानमा उत्रे हाम्रो अब चाहिँ मामा ल मान्छे एकदमै धेरै देखिरहेको छु मैले सोचेको थिएन यत्रो धेरै मान्छेहरू आउनुहुन्छ भनेर बट देन लाइक इट लुक्स रियली भेरी नाइस ल अब चाहिँ खेल हामी फोकस खेलमा मेन भनेको ग्राउन्ड सानो छ ठिक छ आउट बलमा एकदम टाइम लस नगर बल हुने बित्तिकै आफ्नो साथीहरू फ्याटो पास दिइहाल्यो ठिक छ होइन अनि सुरुमा टाइम वेस्ट नगर्दै मिलेकोले चान्स हानिहाल्यो ठिक छ अनि किपर चाहिँ हाम्रो एकदम एक्टिभ हुनु पर्यो किनकि बल आफै गर्छ फुल आउँछ एकदम तिमीले चाहिँ पुस गर्ने किपर तिमी धेरै एक्टिभ हुने किनकि फुटसलमा सानो ग्राउन्डमा भनेको किपरहरू एकदम एक्टिभ हुनुपर्छ होइन किनकि किपरको हातमा भनेको 80% गेम हुन्छ अरू भनेको बाँकी गोलाले लग्यो ठिक छ पहिला हुन्छ चार्ज एउटा रुटो पोस्ट फ्लो छ होइन ठिक छ ल यो म्याच हो ल ल ल गेम सुरु भयो गेममा भेटौँ ल ल ल सबले आफ्नो बेस्ट दिने नरिसाइ नकराई राम्रो खेल्नुपर्छ मेरो लागि गराएको हो भन्दा टिमको लागि आउँदैछ म निस्किन्छ ल 1 आनन्दले खेल्ने त्यो माथि गर्न होइन आनन्दले चिनमा खेल्ने पास खेल्ने सबजना लाउनु खेल्ने यो नछाड्ने कोही पनि होइन त मै छाड्नु धेरै त्यही पनि नछाड्ने सबजना कन्ट्रोल के भन्नु 1 2 3 जय नाइस चेक ओए कर्नर भएन कर्नर भएन ब्याकहेल विकासलाई ब्याकहेल उडा आरामले
छोडिदिनु पर्थ्यो यार ओइ नाइस Good. Nice. Wow! Good. Oi. Nice. Shoot it off! No! Nice. Goal! Woo! चारजना भएन पावर भएन त्यो निकालिदिनु खोजेन छैन खाली छ नाइस कान्छा भाइमा चारजना ठिक छ फल भयो त अरे यार भाइ मुकुट बोरा जाँदै हुनुहुन्छ कृपया सतर्क गरिदिनु होला ल साथीहरू गेम चाहिँ आज हामीले कोसिस चाहिँ गऱ्यौँ तर पनि हार्यो भर्खर हामी चाहिँ आउट भयौँ अब कोसिस गर्नु नै ठुलो कुरा यस्तै हो दाइ के भन्नु छ आज अब गेम त हारिहाल्यो अब यत्रो टाढोदेखि आयो होइन दुःख लागिरहेछ दुःख लागिरहेको छ तर अब के गर्नु ठिकै छ यत्रो 7 घन्टा ट्राभल गरेर आएर खेल्नु नै ठुलो कुरा हो पार्टिसिपेट गर्नु नै ठुलो कुरा हो अब बिग साउट आउट टु 7th मेमोरियल फुटबल टुर्नामेन्ट सबैजनाले अर्गनाइज गरिदिनु भयो हामी खेल्न पायौँ सबैजनालाई भेट्न पायौँ रमाइलो भयो एकदम अब यस्तो छ हामी गएर म्याच इन्जोय गर्छौँ अब मजाले खेलिराख्नु भएको छ होइन फाइनलसम्म हामी सायद बस्छौँ होला कसले जित्छ के गर्छ अब गएर हेरौँ है त सर आज अब गेम त हारियो होइन के कस्तो फिल भइरहेको छ त अनि पहिलोचोटि हो अनुभव भयो मजाले हारियो अनुभव बटुलेर हारियो जस्तो 12 घन्टा ड्युटी गरेर होइन कहिले काहीँ प्र्याक्टिस अब बल छुनु यति खेल्नु राम्रो हुन्छ सर है सर मेरो चाहिँ त्यस्तो लाग्छ अब साथीहरू के छ भने सरले एकदम मान्छेले कुरा गर्नुभयो होइन त होइन अब 12 घन्टा ड्युटी गरेर शनिबार कहिले अब नखेलेको आएर प्र्याक्टिस गरेर
प्र्याक्टिस पनि के भयो रमाइलोको लागि खेलेर आएर यतिको टुर्नामेन्टमा भाग लिनु नै ठुलो कुरा हो। आज हामी हारेर पनि त्यस्तो गुनासो छैन। 7 घन्टा ट्रेनमा ट्राभल गरेर आएर म्याच कम्प्लिट गर्नु नै हाम्रो लागि एकदमै ठुलो कुरा हो सर। त्यसको लागि यस्तै हो। अब हाम्रो साथीहरू पनि यता हुनुहुन्छ। अब अरू म्याच खेल्दैछन् अरू प्लेयरहरू। सबैजनालाई बेस्ट विसेस। अब विनर को हुन्छ सायद अब त्यति बेरसम्म बसिन्छ कि बसिँदैन। अब यस्तै भयो आजको म्याच। अब यति भन्दै आजको भ्लग चाहिँ म स्टप गर्छु है त। यस्तै भयो, एक्सपिरियन्स राम्रो भयो। मामा अब राख्दिन आलेको केही भन्नु छ 2-4 शब्द? ल अब हामी पोल्यान्डमा आइयो, राम्रोसँग खेलियो, उत्कृष्ट खेलियो, राम्रो खेलियो। अब हामी भोलि बिहान हाम्रो यात्रा छ। हामी अब कम्पनी पुगेर त्यस्तै हो, कामहरू भइरहन्छ, गरिरहेछौँ। बहुत रमाइलो भयो, खुसी लाग्यो। टिम राम्रो थियो, बलियो थियो, जितियो भन्नु पर्ला। अब हामीले जित्यो भन्नु पर्ला चाहिँ मामाले के भन्नु खोज्नु भएको भने यहाँ आएर सबैजनासँग खेल्नु नै हाम्रो जित हो क्या। फुटबल खेलाडी मात्र होइन, मन जित्नु नै ठुलो कुरा हो मामाले भनेको। यो एउटा कुरा, मायामा त हार जित हुन्छ भने यो त एउटा फुटबल गेम हो। कम्पिटिसनमा हार जित भइहाल्छ नि, माया प्रीतिमा त हार जित हुन्छ, हो कि होइन? एकदम राइट। ल यति भन्दै आजको भ्लग हामी स्टप गर्छौँ। भोलि हामी सिधै उसको नै मरिस्की जान्छौँ हाम्रो घर। सो अब यो भ्लग चाहिँ यहीसम्म रहेको छ। लास्टसम्म हेर्नुहुने सबैजनालाई धेरै धेरै धन्यवाद। सी यु नेक्स्ट टाइम।